फाइनली हाम्रो कमेडी बहिनी सुन्तली दोङको घर चाहिँ यहाँ पर रहेछ। सुन्तली दोङ बहिनी कता गयो हेलो साथीहरु, फाइनली हामी कमेडी डन सी सुन्तली दोङ घरमा आइपुगिसकेको छ। मेरो बहिनीलाई थ्यांक यू सो मच नाना। हेलो गुड मर्निङ, नमस्ते, लासो फ्याफुला। धेरै दिनपछि आज चाहिँ मिनी ब्लग स्टार्ट गरेको छु। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने हामी बिहानै 5 बजे उठेर फ्रेस भएर हेर्नुस् अधेर पनि छ, हामी फ्रेस भइसकेर पनि इभीमा चढेर हामी जाँदैछौँ कमेडी डोनको घरमा। अनि यस्तै हो साथीहरू, म र भाइ छु अनि दादा, अनि तपाईँहरूलाई चाहिँ उतै पुगेर देखाउँछु है साथीहरू। हेलो साथीहरू, हामी चाहिँ फाइनली यो मरिन छाप भन्ने ठाउँमा आइपुगेको। हामी चाहिँ अलिक पर नै ओर्लिनु पर्ने थियो, हामीले बाटो मिस भयो, हामी फर्स्ट टाइम आएको भएर। सो यहाँ चिया खायो अनि हामी यहाँ बसिरहेको छु, अटो पनि आउँदैन। हामी चाहिँ कहाँ जाँदैछौँ भने मरिन भन्ने ठाउँमा, मरिन के अरे कमेडी बहिनीको घरमा जान लाग्दैछु हामी। सो बहिनीले चाहिँ हामीलाई छिटो गाडी चढ्नु नाना भनेर भनेको थियो, 1 बजीतिर आइपुग्छ भनेर भन्नुभएको थियो। सो हामी चाहिँ चाँडै आइपुगेर हामी यहाँ बाटोमा बिजोक भएर बसिरहेको छु। अनि बहिनी हेर्नु होला, त्यो भिडियो मार्फत भन्दैछु, हामी भोलि मात्रै आयो पनि भ्याइन्थ्यो रहेछ के, तर ठिकै छ, हामी चाँडै आइपुग्यो। चाँडै आइपुग्नु पनि राम्रो भयो। अहिले भाइ चाहिँ सो एक्साइटेड छ, हाम्रो कान्छा भाइ। यति भन्दै यतातिर धेरै जाडो हुँदो रहेछ अनि उसको मात्रै लागिरह। हामी अटोको पर्खाइमा छु अनि त्यसपछि स्टाफ कमेडी सिसको घरमा पुग्ने छ गाइज। अहिले म तपाईँहरूलाई देखाउँछु। हेलो गाइज, अहिले चाहिँ हामी 2 घन्टा हिँडेर टाढामा आइपुगिसक्यो। अझै लाग्छ अरे 4 घन्टा। एकजना दाइले भन्नुभएको छिटो आउनु पर्यो हामीलाई लिनलाई भनेको, आउनुभएको छैन। हामी चाहिँ यस्तै बाटो हुँदै गइरहेको छु। बिहान त लास्टै जाडो भइरहेको थियो, अहिले त एउटा भएको ज्याकेट पनि फालो मलाई लाग्छ म गर्मी भएको छ। सो गाइज, बाटो चाहिँ ठिकै रहेछ, रोड पिच नै रहेछ। हामी चाहिँ लेफ्ट राइट हिँडेको। फाइनली हाम्रो कमेडी बहिनी सुन्तली दोङको घर चाहिँ यहाँ पर रहेछ। अहिले चाहिँ आइपुगेको अवस्था छ हामी। सो गाइज, बाइकले पनि दुईजना चढाएर लिएर आएको। अनि त्यो हावा नै फुस्केछ के, वेट बढी भएर, त्यही भएर एकजना लिएर अगाडि पुर्याउनु भयो। म यहाँ बस्दैछु, एकजना फेरि लिन जानुभएको। गाह्रो रहेछ। वरिपरि हेर्न सक्नुहुनेछ, डाँडा काँडा वामै। ल साथीहरू, हेरेर इन्जोय गर्नु होला। अनि म चाहिँ यहाँ बसिरहेको छु। हालत ओहो बालुवा होइन, यस्तै छ। अनि बहिनीहरू चाहिँ बिजी छ अरे। अनि घर चाहिँ ठ्याक्कै लाग्यो त्यो है, ऊ पराको। ल तपाईँहरूले देख्नुभयो। अनि त्यो सो गाइज सब पुग्न लाग्यो। अलिकति लाजो लाग्दो रहेछ हो। धुलो के गाह्रो रहेछ त हो बाटो त। यस्तो बाटो हुँदै जानुपर्ने रहेछ है साथीहरू। माथि पुगेपछि तपाईँहरूलाई देखाउने छु। फाइनली आइपुग्यो। अलिक खुट्टा कामिरह जाडाले बाइकमा होइन। कमेडी डनको घर हो। सुन्तली दोङ बहिनी कता गयो। रोटी र गुन्द्रुक अचार दिनुभयो बाहिर। मैले चाहिँ मस्तले भित्र बसेर खाएँ। अनि खाजा खाइसकेपछि चाहिँ एकछिनमा भेट्न आउनु है नाना भनेर भन्नुभएको थियो सुन्तली दोङ बहिनीले। त्यही भएर हामी चाहिँ घरभित्र बसेर बाहिर म रोटी र गुन्द्रुकको मिठो अचार चट्ट पारेर खायो। र चिसो मौसममा हामीलाई चिसो पनि दिनुभएको थियो। अनि त्यसपछि मैले चिसो पनि खाइला भनेर चिसो पनि खाइदियो। साथीहरू हेर्दै जानु होला, योभन्दा पछि पनि तपाईँहरूलाई देखाउँदै जानेछु। र अहिले चाहिँ फाइनली पुरै
बहिनीसँग चाहिँ भेटघाट भएको छैन। यति खाजा खाइसकेपछि चाहिँ हामी बहिनीलाई भेट्न जान्छौँ है। हेलो साथीहरू, फाइनली हामी कमेडी डन सुन्तली दोङ बहिनीको घरमा आइपुगिसकेको छ। मेरो बहिनीलाई थ्याङ्क यू सो मच नाना। भिडियोमा स्वागत छ है। धन्यवाद। अघि नै आएर हामी खाइसक्यो, फेरि 1-2 थाल खाएर होइन होइन त्यो झुटो हो, उहाँहरू भर्खर आउनु भयो हो। खाजा खाइसक्यो खाजा हामीले। त थोरै हो, आज बाहिर बस्नु भएको मलाई थाहै थिएन कि उहाँहरू आउनु भएको भनेर। तपाईँ बिजी हुनुहुन्थ्यो, हामी बुझ्छु यस्तो कुराहरूमा। उहाँले फोन गर्ने बेलामा चाहिँ म चाहिँ घाँसमा गएको थिएँ, मोबाइल चाहिँ यहीँ सबै छोडिदिएको थियौँ कि यो फोनमा त लिएर फोन चाहिँ फुट्यो, अनि यो के अरे सिम भएको फोन चाहिँ यहाँ छोडेर गएको थियौँ कि, अन्त अनि त्यही भएर हाम्रो कल रिसिभ भएन, धनै हामी फर्केर फर्केर जाने कुरा गरेर भिडियो बनाएको छु, अगाडि हेर्नु होला। सो गाइस, भेटेर खुसी लाग्यो। अब हामी भोलि जन्ती जानुपर्छ, रमाइलो गर्नुपर्छ, नाच्नुपर्छ नि फेरि। म त नाच्छु नि। सो अब जाडो हुन्छ भनेर ज्याकेट साकेट लगाएर आएको, साँच्चै नै जाडो चाहिँ हुने रहेछ यहाँ एकदम। जाडो ल हामी कन्टिन्यू भन्दा चाहिँ अलिक कमै छ, गाउँमा भन्दा चाहिँ अलिक कमै हुन्छ होला यहाँ जाडो। अझ उता गर्मी जाडो हुन्छ। ओहो यो ज्याकेट सक्यो पुग्यो है। ल साथीहरू, हामी कन्टिन्यू भिडियो बनाउँदै जान्छु होइन, हेर्दै गर्नु होला। फाइनली उहाँको भ्लगलाई सबले माया गर्छ। ओ माई गड, बेहुलीको लागि मेहन्दी लाउने कार्यक्रम भइरहेको रहेछ। मलाई पनि लाउनु न नाना, तपाईँलाई आउँछ होला भनेर भन्नुभएको थियो बहिनीले। मलाई त खासै आउँदैन भनेर एकछिन हेल्प गरेँ। मैले मेहन्दी लगाएको भिडियो चाहिँ बनाएको छैन र मैले बुट्टा चाहिँ निकालेको थिएन। अनि बहिनीको मितिनी चाहिँ राम्रो मेहन्दी लाउनु हुँदो रहेछ, उहाँले चाहिँ लगाउनु भयो, म चाहिँ हेरेर बसेँ। फाइनली इटिङ द चाउमिन होइन, चटपटे झिझिङ द मुखमा। फाइनली हामी चाहिँ आज झिझिङ द मुखमा हामी सम्पूर्ण टिमहरू चाहिँ यहाँ, सम्पूर्ण टिम 2 जना 4 जना चाहिँ यहाँ चटपटे खाँदैछु। एनवेज नाना चाहिँ क्यामेरा गर्दै हुनुहुन्छ, नानाको भ्लगमा सबैले चटपटे खाएको भिडियो हेरिदिनु होला भनेर विनम्र अनुरोध। थुक चाहिँ ननिल्दै, कहिले कसैले पनि थुक चाहिँ निल्न पाउँदैन, मिल्दैन। एकछिन खाएर भन्नु खाएला खानु नान खानु पिरो अब राम्रो रहेछ खाउँ सम्म। तुवालै आइरहेछ राम्रो रे। यस्तो नभए त कति क्लियर देख्छ नि त। हाम्रो त यस्तो हो। खै तपाईँहरू यहाँ अरे मेरो गाउँमा आउनुभयो भने झन् के कस्तो खतरा रमाइलो छ यो त। भिडियोमा देखाएको छ तपाईँहरू के अरे कहाँ जानुभएको छ नि त। हाम्रो घरबाट त यहाँबाट हिमाल त आनन्दले कति मजाले हिमाल त उठ्ने बित्तिकै रहेछ घाम पनि उठ्ने बित्तिकै हिमाल। अनि बिहान उठ्नुपर्छ टुसारो त होइन, सेतै हिउँ जस्तै टुसारो झर्रा हुन्छ पानी बाटामा। त्यो एउटा केमा राख्नु जम्छा जग्गा किन जानु पर्यो मेरो। जग्गा चाहिँ काठमाडौँको भ्यालुमा त्यसमा जान्छ है, जग्गा चाहिँ किन सक्दैन लास्टै महँगो। त्यो त जग्गा महँगो छ है, आनाको चल्छ। अनि आनाको हिसाबले छ कि काठमाडौँतिर त हाम्रो दूर भन्छ त्यो त आना। एकछिन माथि घुमेर आउँदा त काम त धमाधम भइरहेको रहेछ। यहाँ चाहिँ पुलाउको लागि चाहिँ छोकडा केलाउँदै काट्दै हुनुहुँदो रहेछ। अनि छोकडा पनि हामी काट्ने केलाउने गऱ्यो, हेल्प गरिदियो, सबैजना मिलेर हाँसी मजाक गर्दै सबै मिलेर। अनि यसो हेरेको त धेरै काम बाँकी रहेछ, धेरै काम गऱ्यौँ र खुर्सानीहरू पनि काट्नुपर्ने थियो रहेछ। हामीले चाहिँ खुर्सानी पनि काट्यौँ। खुर्सानी गाइस, खुर्सानी यता हेर्नु न, हाम्रो कमेडी जोडीको घरमा आएर हामी खुर्सानी काटिरहेको छु। यो यता हेर्नु दाइ, कुचाङ दाइ, हाम्रो ह्यान्डसम दाइ, ह्यान्डसम अर्को दाइ, अर्को ह्यान्डसम दाइ, अनि म चाहिँ यस्तो काटेर छोकडा सोकडा काटेर पुरै सबै काटिसक्यो गाइस। अगाडि सबै काटिसक्यो, लास्टमा चाहिँ आलु बाँकी रहेछ। आलु भने चाहिँ सबै ठाउँमा मिल्ने के फेरि साथीहरू होइन। अनि त्यसपछि आलु पनि हामीले पुरै छिलर पनि भाँचिदियो। त्यसपछि चक्कुले भए पनि ओग्रालाई चाहिँ छिलाएर पुरै तासियो, काट्यो। अनि त्यसपछि कुरा पनि फेरि खतरा गर्नु हुँदो रहेछ कि। लास्टमा चाहिँ गाउँको मान्छेहरू सबैजना आउनुभयो र सबैजना मिलेर आलु काट्यौँ र एकदम रमाइलो भयो साथीहरू। अब काममा हामी त छिटो पुग्यो र काम पनि अलिअलि हेल्प गर्ने मौका पनि जुर्यो। अनि अलिअलि भयो नि काम गरिदिइराख्यौँ साथीहरू। यति नै हो भ्लग चाहिँ हामीले यसरी नै बनाएर गयो। हाम्रो भ्लग बनाउनु त त्यस्तो थिएन, काम गर्दा गर्दै रात पर्यो। अनि त्यसपछि यहीँ गर्न चाहन्छु। भोलि चाहिँ बिहेको भिडियो आउने छ, सबैजनाले हेर्दै जानु होला, माया गर्नु होला। थ्याङ्क्स फर वाचिङ। सबैजनाले सब्सक्राइब गर्नु होला है साथीहरू।